आजको उद्देश्य चाहिँ मानव जीवन अनि खुशी सम्बन्धहरू कसरी राम्रो जीवन जिउने भन्ने बारे उहाँका विचारहरू बुझ्ने प्रयास गर्ने हो। ठीक हो। सुरुमा एउटा रमाइलो कथा छ नि, ब्रह्माजीले आयो बाँडेको, त्यसले मान्छेको असन्तुष्टिबारे केही भन्छ जस्तो लाग्यो। त्यो कथा हो, एकदमै मार्मिक छ। ब्रह्माजीले सुरुमा सबैलाई, मतलब मानिस, गोरु, कुकुर, उल्लु सबैलाई 25-25 वर्ष दिनुभयो रे। बराबर हो, बराबर। तर मान्छे सन्तुष्ट भएन, अरूको भन्दा धेरै चाहियो उसलाई। यो त मानवीय स्वभाव नै हो कि जस्तो है, पाएकोमा नरमाउने, नपाएको कुरामा लोभ गर्ने। हो नि, प्रवचनले त्यही भन्छ। यो हाम्रो कमजोरी हो, भएको कुराको मजा लिन नसक्नु, गुमेकोमा चिन्ता गर्नु, नपाएको चाहिँ चाहिरहनु। अनि मान्छेले के गर्यो त? अरूबाट माग्यो। हो, गोरु, कुकुर, उल्लु सबैसँग 25-25 वर्ष मागेर आफ्नो आयु 100 वर्ष पुर्याए रे। 100 वर्ष? तर यो आयु लामो हुनु मात्रै त होइन होला नि, यसको केही गहिरो अर्थ छ कि? एकदम। प्रवचनले यसलाई जीवनका चरणहरूको प्रतीकको रूपमा व्याख्या गर्छ, उमेरको हिसाबले मात्र होइन। कसरी? पहिलो 25 वर्ष त मान्छेको आफ्नै भइहाल्यो। त्यसपछिको 25, मतलब 25देखि 50 वर्ष त्यो गोरुबाट लिएको, त्यसलाई गोरुको जीवन भनिएको छ। गुरुको जीवन भनेको? एकदमै कठिन परिश्रम, जिम्मेवारीको भारी, कामै काम, घर परिवार चलाउनु पर्यो, होइन? हो, अहिलेको समयमा पनि यो त सान्दर्भिक नै सुनिन्छ। दौडधुप, तनाव, अनि 50देखि 75 नि? त्यो चाहिँ कुकुरबाट लिएको आयु, कुकुरको जीवन। यसमा अलि असन्तुष्टि, झड्को फर्को, अरूको ध्यान तान्ने प्रयास त्यस्तो देखिन सक्छ रे। घरका मान्छेले पनि अलि दिक्क मान्ने खालको? हो, त्यस्तै भनिएको छ प्रवचनमा। मतलब त्यो व्यवहार देखाउने उमेर हो भन्न खोजेको। अनि अन्तिम चरण 75देखि 100? त्यो उल्लुबाट लिएको, उल्लुको जीवन। उल्लु? हो, प्राय चुपचाप बस्ने, बोले पनि कसैले नसुन्ने, वास्ता नगर्ने जस्तो अवस्था। तर मुख्य कुरा के हो भने प्रवचनले भन्छ यो उमेरको कुरा मात्र होइन, यो त जीवनप्रतिको हाम्रो सोच र व्यवहार हो। यस्तो स्वभाव त्यो जुनसुकै उमेरमा पनि देखिन सक्छ नि। हो त नि, यो त गहिरो कुरा भयो। त्यसो भए यी चरणहरू अलि पशु जस्तो भनिएका चरणहरूबाट माथि उठ्ने उपाय केही छ? छ। प्रवचनले जीवन लामो हुनुभन्दा पनि सार्थक हुनुपर्छ भन्छ। कबीर, चाणक्यको पनि कुरा आउँछ। राम्रो काम गरेर एक पल बाँच्नु पनि युग बाँचे जस्तो हो। अनि कसरी सार्थक बनाउने त? यी चरणहरूलाई कसरी बदल्ने? हो, त्यसको लागि आध्यात्मिक अभ्यासको कुरा गरिएको छ। कस्तो अभ्यास? जस्तो 25देखि 50 को त्यो गोरु चरण छ नि, त्यसलाई सत्संग, मतलब राम्रो मान्छेको संगत, राम्रो विचार सुनेर दैवीय जीवन बनाउन सकिन्छ। सत्संगले? हो। अनि 50देखि 75 को कुकुर चरण, त्यसलाई भक्ति, श्रद्धा, समर्पण, गुरुको ध्यान गरेर ऋषिमुनि जस्तो शान्त जीवन बनाउन सकिन्छ। भक्ति र ध्यानले? अनि 75देखि 100 को उल्लु चरणलाई आत्मज्ञान, मतलब आफूलाई चिनेर ज्ञान हासिल गरेर महान पुरुष जस्तो जीवन बनाउन सकिन्छ। भनेपछि हरेक चरणमा रूपान्तरणको सम्भावना छ आध्यात्मिक मार्गबाट? बिल्कुल। प्रवचनमा सम्बन्ध र संगतको बारेमा पनि केही थियो कि? थियो। मान्छेले मान्छेसँग कसरी व्यवहार गर्ने भन्ने कुरामा जोड छ। एउटा रमाइलो उदाहरण दिनुभएको छ। कुकुरले त मान्छेलाई कस्तो आफ्नो बनाउँछ, तर मान्छेले मान्छेसँग मिल्न सकेको छैन भनेर। हो त नि। अनि आलोचना, निन्दाको बारेमा? त्यो एकदमै महत्त्वपूर्ण कुरा। निन्दाले विनाश गर्छ भनिएको छ, चाहे परिवारमा होस्, समाजमा होस् वा आश्रममै किन नहोस्। सबैतिर? हो, तर कसको निन्दा गर्ने, कसको नगर्ने भन्ने विवेक चाहियो भनिएको छ। जस्तो दुराचारी, अल्छी छ भने उसको आलोचना ठिकै होला, तर घरको काम गर्ने सदस्य, गुरुजन, उनीहरूको निन्दा गर्नु भएन। यो त सम्बन्ध जोगाउन एकदम जरुरी कुरा भयो। संगत नि? संगतको के असर हुन्छ? संगतको त ठूलो शक्ति हुन्छ भनिएको छ। जस्तो संगत गर्यो उस्तै बनिन्छ। असल र सफल मान्छेको संगतले राम्रो प्रभाव पार्छ। जस्तो बुद्धिमान बन्नु छ भने बुद्धिमानको संगत गर, धनी बन्नु छ भने धनीको, महान बन्नु छ भने महान पुरुषको संगत गर, उनीहरूको निन्दा गरेर होइन। प्रवचनमा एउटा तत्कालीन भारतीय प्रधानमन्त्रीको उदाहरण पनि छ।
बुद्धिमत्ता कुनै जात वा पृष्ठभूमिमा हुँदैन भन्ने देखाउनलाई। अब यो चाहिँ स्रोतमा आएको विचार है, हामीले त्यही रूपमा प्रस्तुत गरेका हौं। बुझियो, एकदम तटस्थ रूपमा। र अन्त्यमा आरामको कुरा पनि थियो है, विश्राम। हो, शरीर र मन दुवैलाई आराम चाहिन्छ, तर वास्तविक आराम, त्यो भित्रको शान्ति चाहिँ मनलाई विषय वासना मतलब दुनियाँका कुराबाट हटाएपछि मात्र मिल्छ भनिएको छ। शरीरलाई आराम दिएर मात्रै भएन, मन पनि शान्त हुनु पर्यो। हो, त्यही हो मुख्य कुरा। ल, आज हामीले यो प्रवचनबाट धेरै कुरा सिक्यौं। मान्छेको असन्तुष्ट स्वभाव, आयुका चरणहरूको प्रतीकात्मक अर्थ, अनि कसरी आध्यात्मिक अभ्यासले जीवन बदल्न सकिन्छ। अनि सम्बन्धमा निन्दा कति हानिकारक हुन्छ, राम्रो संगतको कति महत्व छ, र साँचो विश्राम के हो भन्ने पनि बुझ्यौं। र यो सबैको सारमा जीवनलाई बन्दिगी मतलब एउटा भक्ति, एउटा समर्पण भावले जिउनुपर्छ भन्ने सन्देश रहेछ। हो, त्यही नै हो। यसले सोच्न बाध्य बनाउँछ हामी आफ्नो यो व्यस्त जीवनमा कसरी थोरै भए पनि त्यो समर्पणको भावलाई व्यवहारमा ल्याउन सक्छौं होला। यो प्रश्न सबैका लागि हो। यही विचारसँगै आजलाई छुट्यौं।